हेलो हेलो गाइजहरू, ल आज हामी नामसङ टावर चढ्दैछौँ होइन, त्यही पनि नाइट भ्यू हेर्नलाई। म र एकजना मेरो साथी सोलो भन्ने मान्छे, हामी चाहिँ अहिले 10-11 बजी भयो बेलुकीको। अनि आउँदा आउँदा नै ढिलो भएको। यो चाहिँ अहिले खापजाकी आकस्मिक योजना आयो क्या यस्तो जाने भनेर, त्यही भएर हामी चाहिँ जाँदैछ। विशेष गरी कोरियाको नाइट भ्यू चाहिँ हामीले हेरेको थिएन नि त, त्यही भएर टक्क यो सौल एरिया होइन, सौल सब सिटी देखिन्छ नि त यहाँ माथिबाट, त्यही भएर जानु लागेको। विशेष गरेर यस्तै छुट्टीमा घुम्ने हो होइन, छुट्टीमा नि अब टाइमै मिल्दैन। यो साथी कहिलेकाहीँ मात्रै आउँछ नि त, त्यसले गर्दा यहाँबाट लगभग 15 मिनट 20 मिनट हिँड्दाखेरि चाहिँ माथि टपमै पुगिन्छ। त्यहाँबाट चट्ट पारी हेर्ने हो, भ्यू हेर्ने अनि झर्ने हो। बाटोहरू एकदम झिलिमिली छ, यस्तो छ है। चिसो पनि छ है, सुविधा चाहिँ बवाल छ। बत्तीहरू हेरौँ न, बाटोहरू यार झिलिमिली छ यार। भिडियो लास्ट म चाहिँ खास चाहिँ नआउने मान्छे, यो मान्छे लास्ट उचाल छ क्या, त्यही भएर आएको हो। अति चिसो क्या। ल तल हेरौँ ल सिटी यार, हे बवाल बवाल देखिरहेछ। यही हेर्न आएको हो क्या खासमा चाहिँ। हामी अझै पनि जान्छौँ चट्टसँगले। अब यहाँबाट उकालो लाग्ने हो क्या फेरि। नहीं डरते हम लोग, नहीं डरते साथी हो है, किनभने आइरहन्छौँ नि त प्रायः यहाँ। पहिला पनि आएको हामी, डेमा आएको हो। पोहोरको साल आएको थियो डेमा, तर त्यस्तो रमाइलो भएन क्या। यो साथी चाहिँ आएको थिएन, हामी अरूसँग आएको थियो, रमाइलो भएको थियो। अब आज चाहिँ विशेष गरी साथीको छुट्टी कहिलेकाहीँ मिल्छ नि त सोलोको, त्यही भएर आज एउटा भाइ चाहिँ छुट्टी होइन, त्यो भाइलाई भिडियो देखाइदिने हो रनमतीलाई। कस्तो दामी बनाएको छ क्या ठाउँहरू, सिँढीहरू हेरौँ, टक 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 मिल्छ होइन। यो चाहिँ सलनालको उसमा है, यो भिडियो बनाइराखेको चाहिँ डेटमा। टावर चाहिँ यहाँ माथि छ है, टावर चाहिँ यहाँ माथि छ है त, टावर चाहिँ यहाँ माथि यहाँ छ है। अब यहाँबाट यतिको भ्यू नै देख्न थालिसक्यो नि त है टक्कसँगले। त्यहाँ आउँदैछ एउटा साथी पनि, फेरि कत्रा भ्लगर हो नि फेरि। यहाँ हेर्नु होला है, भुइँमा चाहिँ पुरै यो अछ्याएको छ होइन। ल गाइज, अहिले चाहिँ अलिकति मासतिर आइसकेको छ। यहाँबाट अझै टपमा जानु चाहिँ थोरै टाइम लाग्छ, र पनि यहाँबाट पनि बवाल देखिन्छ है सौल सिटी चाहिँ। यहाँ हेरौँ है, ल यो चाहिँ सौल सिटी है, नाइट भ्यू यही हेर्न आएको है। विशेष गरी देखाउन सकिन्छ ल। लोटे टावर त हो त्यतैपट्टि छ क्या, कहाँनिर पो छ। ल नाइट भ्यू हेरौँ है गाइज। ल हेर यहाँबाट दुई भाइ फेरि उकालो लाग्ने तर्खर गरी यहाँबाट। राम्रो चाहिँ बवालै राम्रो देखिरहेछ भ्यू, रातिको एकदम बवाल आइरहेछ है। यहाँ मान्छे पनि हिँड्दो रहेछन् बेलुकी चाहिँ, तर फटाक फुटुक मात्रै हिँड्दो रहेछ एक दुईजना होइन। थोरै बाटो छ, अब धेरै छैन। हामी अझै पनि साउथ कोरियाको चाहिँ सौल सिटी अझै पनि राम्रोसँग निहालेर हेर्न चाहन्छौँ, त्यही भएर उकालो आइरहेछौँ।
यत्रो दुःख गरेर 10-12 बजी भइसक्यो होला 11 जस्ट 11 चाहिँ बजिसकेको छ समय अब भिडियो चाहिँ आज नआयो भने भोलि पर्सि आउँछ है गर्मी पनि फिल भइरहेछ अब यहाँबाट यस्तो बवाल आउँछ नि भ्यू होइन अझै यही मासतिर हो यहाँबाट बवाल देखिन्छ क्या यतिको ठाउँमा आउँदा चाहिँ लास्ट आनन्द आउँछ क्या थाहा छ कि छैन गाइज होइन कोरियामा चाहिँ सौल सिटीहरू अथवा बजार एरिया घुम्नको लागि चाहिँ डेमा भन्दा चाहिँ नाइटमा धेरै मजा आउँछ है त नाइटमा चाहिँ बवाल भ्यू देखिन्छ नि त होइन ल देखाउँछु है त फेरि पनि ल हेरौँ है यहाँनिर यो क्या कोरियाको नाइट भ्यू गाइज नाइट भ्यू हेरौँ है नाइट भ्यू यतै बस्दिउँ के आवाज यस्तो देखिन्छ है वरिपरि लास्ट रमाइलो लाग्छ क्या फेरि मलाई चाहिँ यस्तो होइन उकालो जाने टक्क हाइकिङ जाने यस्तोतिर घुम्न जाने अलिकति हिँड्ने ओर्ने चट्ट होइन एक्सर्साइज पनि हुने एकदम यस्तोमा चाहिँ म रमाउँछु क्या यस्तो ठाउँमा हेरौँ है वरिपरि देखिन्छ साथीले पनि भिडियो मस्त हानिरहेछ ल गाइज यहाँनिर हामी चाहिँ यो नामसङ टावरकै थोरै 2 खुड्किला मुनि आएको छ यहाँ चाहिँ विशेष गरी चाबीमा चाहिँ एकदमै मायालु जोडीहरूको नाम चाहिँ लेखेर चाहिँ चाबी लक लाएर चाहिँ जुन चाहिँ यसको अर्थ चाहिँ माया पिरतीको ऊ चाहिँ नछुटोस् भनेर लक लाएर राखिने गरिन्छ जस यो चाहिँ यसरी राखिएको छ है चाहिँ मान्छेहरूले राखेको हो यो हामीले चाहिँ राखेको होइन सब यति धेरै चाबीहरू लाएर राखेको छ यो चाहिँ होइन मायालु जोडीहरूले चाहिँ चट्ट आफ्नो र अर्कोको नाम चाहिँ टक्क लक लाएर राख्ने हो क्या यो चाहिँ तपाईँहरूले कोरियन ड्रामा पनि हेरिरहनु भयो होला यो चाहिँ एकदम रियल हो है यहाँ चाहिँ हाम्रो नेपालतिर पनि लक लाउने अनि त्यो के अरे चाबी लाउने त्यो के धागोहरू झुन्डाउने सिस्टम चाहिँ छ होइन नेपालमा यहाँ चाहिँ चाबी पुरै लक गरिन्छ है नामसङ टावरको फेदमा आइसकेका छौँ हामी यहाँ सायद उज्यालोमा चाहिँ यो चाबी लकहरू दामी देखिन्छ नाइटमा चाहिँ त्यति राम्रो देखिएको छैन अगाडि बढौँ नो स्मोकिङको बोर्ड देख्न सकिन्छ गाइज हामी अहिले माथि नै टपमै आइसकेको हो टपमै यता अलिकति मात्र बाँकी छ अब उतापट्टिको भाग यतापट्टिको भागमा चाहिँ पुरा आएर यहाँनिर हेरिसक्यो होइन यहाँनिर यस्तरी यहाँनिर हेर्न मिल्छ अब यहाँबाट माथि पनि जान्छौँ हामी मान्छेहरू चाहिँ एकदम कम भन्दा पनि लगभग छैन कि त्यो एउटा दुईवटा जोडीहरू चाहिँ छ अहिले रातिको अवस्थामा अब हामी जस्तो जोडी नहुने बुङ्गाहरू यसरी आउने हो होइन यहाँनिर भनेर भन्न नमिल्ने एक जोडी चाहिँ छ त्यहाँनिर आएको मान्छेहरू र नामसङ टावर चाहिँ यही हो त गाइज हेर्नु होला नामसङ टावर अलिक घटाएर देखाउँछु यो माथि हो नाइटमा अलिकति राम्रै देखिन्छ नाइटमा भन्दाखेरि लाइट बालेको छैन नि त त्यही भएर चाहिँ यही हो है नामसङ टावरको फेददेखि माथिसम्म हेर्दा चाहिँ यही हो टावर है र यहाँ पर गएर चाहिँ यहाँ भित्र गएर चाहिँ टिकटहरू लिन सकिन्छ उमो जानुको लागि तर अहिले चाहिँ छैन 8 बजी कति बजीसम्म मात्र खुल्ला छ र यहाँनिर मन्दिर छ है मन्दिर जस्तो त होइन मन्दिर चाहिँ के भन्ने र कोरियामा यसलाई खासै मन्दिर त भनिँदैन यो पुरानो स्टाइलको घरहरू भन्छ होला यस्तरी बनाएको त्यति हो त्यसपछि भनेको यहाँनिर नामसङ टावरको यो मुनि चाहिँ 7-11 पनि छ है त यहाँनिर 7-11मा केहरू किनी खान पनि मिल्छ यहाँ देखिएन राम्रोसँग र हामी अब यहाँ माथि जानु नपाइँदो रहेछ है यहाँ माथि जानु नपाइँदो रहेछ नि बेलुकी यहाँ माथि चाहिँ अलिकति रमाइलो हुन्छ कि यहाँ चाहिँ लक चाबीहरू धेरै राखेको छ है यहाँनिर यो ठाउँमा चाहिँ लाइट अलिक कम छ देखाउन मिलेन हेर्नु होला ओए यहाँदेखि उता त इन्ट्री गर्न नपाइँदो रहेछ कि यहाँ माथि पनि जानु नपाइँदैछ यहाँ माथिबाट चाहिँ बवाल भ्यू देखिन्छ है यहाँ माथिबाट
जुन यहाँ माथि छ नि यहाँ माथिबाट चाहिँ बबालै भ्यू देखिन्छ जान नपाइँदो रहेछ केही छैन अब हामी यहाँ एक दुईवटा फोटोहरू खिच्छौँ अनि फोटोहरू खिचिसकेर चाहिँ हामी लगभग फर्किन्छौँ होला गाइज होइन 11-12 बज्नु आँट्यो धेरै समय पनि बस्नुहुन्न यहाँबाट नामसाङ टावरको उयो माथिबाट चाहिँ भ्यू बबाले देखिने हो गाइज होइन यतापट्टिको भ्यू अघि देखाइहालियो अब यतापट्टि अलिकति बाँकी छ यो एउटा टावर पनि छ यो सायद के को टावर भन्ने यसलाई टेलिकमहरूको टावर जस्तो देखिन्छ यहाँनिर र यो पनि एकदमै ठुलो टावर रहेछ यताबाट यता पनि वरिपरि बजारै बजार देखिन्छ है त यो चाहिँ वरिपरि बजारै बजार देखिन्छ ठिकै छ रातिको भ्यू यस्तै हो गाइज ल गाइज हामी चाहिँ अब यहाँबाट होइन फर्किन लागेको के अरे राति पनि धेरै भइसक्यो 12 बजिसक्यो त्यस्तै टाइम भइसक्यो म एउटा भिडियो बनाइदिन्छु अब यहाँनिर यसो होइन यहाँ भिडियो अलिअलि खिच्दा हामी चाहिँ जान्छौँ आजको लागि चाहिँ भिडियो च्याट गरेर हामी चाहिँ अब पछि नेक्स्ट भिडियो लिएर आउँछौँ होइन यो भिडियो चाहिँ यतिसम्म मात्रै हुन्छ है त।